आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश। असल श्रोता बन्नुहोस्। जयमसी। आज बिहिबार डिसेम्बर 4 तारिक मङ्सिर 18 गते। आजको बाइबल खण्ड याकोबको पुस्तक 1 अध्यायको 19 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, यो कुरा जान प्रत्येक मानिस सुन्नमा छिटो हुनुपर्छ। जब तपाईँ अर्को व्यक्तिको कुरो सुन्न समय निकाल्नुहुन्छ, तपाईँले उसलाई केवल उपहार दिनुहुन्न, तपाईँ आफैलाई पनि दिनुहुन्छ। डाक्टर जुली स्ल्याटरीले टिप्पणी गरेकी छिन्, सबैजना राम्रो श्रोताप्रति आकर्षित हुन्छन्। यो कति विडम्बनापूर्ण कुरो हो कि तपाईँ सञ्चारमा डिग्री हासिल गर्न सक्नुहुन्छ, तर सञ्चारको एक अत्यन्त मौलिक पक्ष अर्थात् सुनाइबारे कुनै कक्षा नै नलिन सक्नुहुन्छ। सायद सुसमाचार सुनाउने, आफ्नो विवाह बचाउने र साथी बनाउने सबैभन्दा शक्तिशाली तरिका भनेको साँच्चै सुन्नु हो। हाम्रो कथा सुन्ने र अन्तर्दृष्टिपूर्ण प्रश्न सोध्नेहरूद्वारा हामी माया पाएको महसुस गर्छौँ। यहाँ असल श्रोता बन्ने 3वटा तरिका छन्। पहिलो, जिज्ञासु बन्नुहोस्। तपाईँले भेट्ने हरेक व्यक्ति रोचक हुन्छ। सतहमा उसले तपाईँलाई वास्ता नभएको कुराको बारेमा कुरा गर्न सक्छ, तर तपाईँले यसका लागि समय निकाल्नु भयो भने भित्रपट्टि एउटा रोचक कथा हुन्छ। मेरा लागि सुन्ने पहिलो चरण भनेको उत्सुक हुनलाई केही खोज्नु हो। विवाहको 20 वर्षपछि म अझै पनि मेरा श्रीमानको बारेमा उत्सुक हुन चाहन्छु। परमेश्वरले उहाँलाई के सिकाउँदै हुनुहुन्छ, उहाँ केका लागि उत्सुक हुनुहुन्छ र आज उहाँलाई केले हँसायो भनेर जान्न चाहन्छु। दोस्रो, आँखाको सम्पर्क कायम राख्नुहोस्। हामी कसैको कानमा हेरेर उसले सुनेको वा नसुनेको कुरा मापन गर्न सक्दैनौँ। यसकारण हामी उसको आँखामा हेर्छौँ। हामीले ध्यान केन्द्रित गर्दा हाम्रा छोराछोरी, जीवनसाथी, मित्र र अपरिचितहरूलाई आदर देखाउँछौँ। तेस्रो, तपाईँले सुन्नुहुने शब्दहरूभन्दा पर जानुहोस्। हामी शब्दहरूद्वारा व्यक्त गर्न चाहेको कुराको एक भाग मात्र संवाद गर्छौँ। बाँकी कुरा शरीरको भाषा, स्वर र मौनताद्वारा पनि आउँछन्। हितोपदेश 12:15ले भन्छ, मूर्खको बाटो आफ्नो नजरमा ठिकै देखिन्छ, तर समझदार मानिसले अरूको सल्लाह सुन्छ। तपाईँलाई आफ्नो आवाज जति मन परे तापनि सुन्न सिकेर तपाईँ बुद्धिमान बन्नुहुन्छ। यसकारण जिज्ञासु बानी, आँखाको सम्पर्क कायम राखी र शब्दहरूभन्दा पर गई असल श्रोता बन्नुहोस्। आमेन। परमेश्वरले यहाँ सबैलाई धेरै आशिष दिउन्। जय मसीह। आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। मोबाइल नम्बर 98082048 04870। इमेल ठेगाना mos.radioministry@gmail.com। आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्। तपाईको आजको दिन आशिषमय रहोस्। जय मसीह।